यो काठमाडौँ लिन भवन अगाडिको दृश्य हो यो। अहिले 11 बजिसकेको छ। अहिले पनि गाडीहरू चाहिँ हिँडिरहेछ। अहिले सादा बस पनि हिँड्न थालेछ। मतलब पहिला 7 बजे जान्छ, अहिले 8-11 बजे पनि गाडी थालेछ। अहिले चाहिँ म यहाँ आएको छु हाम्रो यता पतिसलाई भेट्न। अनि आज चाहिँ यतातिर बसिदिन। दाजुभाइ बाछाके दाजुभाइ हो, हुनै पर्यो नहुँदा त। क्यान्टिनमा खाना खाने क्रममा इटी गरे खोइ बड्को ए गसस लो भात खाइछि। मलाई थियो ए उता होला पर जाने ल्याउने। आयो चिकन करी आयो। पानी ल्याउनु नि आजको हाम्रो क्यान्टिनको उपाय यस्तो छ।
कति पर्छ त्यसको? 7 को बिटामै छैन, 8 को बिटामै छैन। हो र त्यो जोडी हुन्छ नि 14 रुपियाँ त्यो जोडी भएको त्यसको पनि दाम राम्रो हुन्छ अहिले चाहिँ 5 मुखे पनि हुँदो रहेछ नि त्यो छैन मुखेहरू चाहिँ त्यो सानसानो त्यो समुद्र भनेको त्यो धेरै चाहियो एउटा कति पर्छ समुद्र कति लाग्छ? मुखे 4 मुखेहरू चाहिँ हुन्छ नि हो केजीबाट केजीको त्यो 6 मुखे पनि केजी नै हो एउटा गर्दा त्यो बेच्यो भने पनि त्यो हो त्यो 10 रुपियाँ 5 रुपियाँ 5 मुखे त सबभन्दा धेरै छैन 5 फल्ने 5 मुखे मात्रै त हुन्छ धेरै पनि त्यो त केजी हिसाबले केजी हिसाबले अब त्यो हुन्छ उता चाहिँ एउटा भनेको खस्रो भन्छ खस्रो के खाना खस्रो खाएको कि एउटा चाहिँ हुन्छ 3 रुपियाँ दुई खालको हुन्छ त्यो अलिकति खस्रो चाहिँ अलिक सस्तो कसले किन्छ यो अनि मान्छेले किनेर रोटीहरू किन्छ रोटीले पनि चाइनाले पनि लान्छ है खास यसको के उद्देश्य छ यो चाहिँ अब मैले चाहिँ बुझ्न सक्ने यो धार्मिक स्थल धार्मिक ग्रन्थ हो कि के हो बुद्धिस्टहरूले चाहिँ काम गर्छ कि बुद्धिस्टहरूले चाहिँ त्यहाँनिर त्यो हो कि धार्मिक अनि हिन्दूहरूले चाहिँ त्यो धार्मिकै लागि